हेलो साथीहरु नमस्ते वेलकम माई युट्युब च्यानल लिसा पछाई। आज पनि म धेरै दिनपछि सानो भिडियो लिएर आएको छु। अनि त्यसपछि मैले भिडियो के को बनाउँदै छु भन्दाखेरि चाहिँ नर्मल घरमा बनाउने अचार हुन्छ त्यसको रेसिपी लिएर आएको छु। मैले चाहिँ यो हजुरहरुले देखिराख्नु भएको यो गिठा हो, आलु, पियाज अनि काँक्रामा चाहिँ यसमा काटेर सबै मिक्स गरिसकेको छ। अनि यसलाई मिक्स गरेर राखे हेर्न सक्नुहुन्छ साइडमा। यसमा चाहिँ बाँकी रहेको थियो पियाज पनि काटिसकेको छ। यसमा चाहिँ अब खुर्सानी मात्रै काट्न बाँकी रहेको थियो। अनि यो सबै चाहिँ अब एकै ठाउँ मैले गिठा, आलु अनि त्यसपछि बोइल गरेर अनि त्यसपछि काँक्रा मजाले सबै चीजहरु काटेर मिक्स गरेर यसरी साइडमा राखे। अनि लसुन पनि राख्दा हुन्छ कसैले, अनि तर मैले लसुन चाहिँ राख्दिन। अनि यसपछि चाहिँ मैले खुर्सानी खासै पिरो चाहिँ राख्दिन, अलिकति चाहिँ खुर्सानी काट्दै छु। यो भिडियो मैले पहिला पनि लिएर आएको थिएँ, तर म चाहिँ अहिले एकदम बिजी शेड्युलको कारणले गर्दाखेरि खासै भिडियोहरु अपलोड गर्न पाएको छैन। मेरो भिडियोहरु हेरेर लाइक, कमेन्ट, सब्स्क्राइब र शेयर गर्न नबिर्सिनु होला। त्यसपछि मैले खुर्सानीलाई काट्दै छु, हेर्नु त। यसरी नै मसिनो गरेर खुर्सानीहरु काटिसकेपछि खुर्सानी नि त्यसैमा एड गर्न पर्छ। भिडियोको क्वालिटी चाहिँ त्यति साह्रै राम्रो आएको छैन। हजुरहरुको माया साथ सपोर्टले नै मेरो सब्स्क्राइबरहरु यति हुनुभएको छ। मेरो भिडियोहरु हेरेर लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नु होला। हजुरहरुको मायाले नै मैले फेरि पनि यस्तो भिडियोहरु लिएर आउने छु। भिडियोहरु अब कन्टिन्यू गर्ने छु। हजुरहरुले मेरो भिडियोहरु हेरेर सहयोग गरिदिनु होला। अझै राम्रो भिडियोहरु पनि लिएर आउने छु। कमेन्ट बक्समा कमेन्ट छोड्नु होला। यति भइसकेपछि यो खुर्सानीलाई पनि मैले काटेर यसैमा एड गरे। खासमा चाहिँ यो स्टार्टिङदेखि भिडियो बनाउँछु भनेको कस्तो बिर्सेछु के। अनि फेरि सबै मिक्स गरिसके, सबै रेडी पारिसकेर खुर्सानी मात्रै काट्न हुँदाखेरि चाहिँ ठ्याक्कै याद आयो के मलाई। अनि बल्ल भिडियो गर्दै थिएँ। हुन त अब नर्मली आलु अनि त्यसपछि गिठा बोइल गरेर राख्न सबैलाई आउँछ हामीलाई। अनि त्यसपछि चाहिँ अब यसमा के एड गर्दाखेरि चाहिँ अचार एकदम मिठो हुन्छ भन्ने कुरा चाहिँ म देखाउँछु। यसमा चाहिँ यो यति सबै हरियो धनिया पनि काटेर राख्न सकिन्छ। अब अहिले चाहिँ खासै सिजन नभएको भएर हरियो धनिया कम हुन्छ। आज चाहिँ मैले हरियो धनिया राखेको छैन। नुन राखे मैले स्वाद अनुसार नुन राखेको छु। यसमा स्वाद अनुसार नुन राखिसकेपछि यो चाहिँ चुक हो। यो चाहिँ प्योर चुक गाउँबाट लिएर आएको चुक हो। एकदम मजाले लाग्छ। थोरै राख्दा पनि हुन्छ। अब यसको सट्टामा चाहिँ तपाईहरुले कागती निचर्न पनि सक्नुहुन्छ। यो चाहिँ के हो भन्दाखेरि सिलाम अनि फेरि भाङ्गो अनि फेरि तिल मिसाएर मजाले अनि सुकेको खुर्सानी अलिकति एड गरेर मैले त्यो छोप बनाएको भिडियो पनि राखेको थिएँ, हेर्नुभयो कि नै। त्यसको धुलो चाहिँ मैले यसरी प्याकेज गरेर राख्छु। त्यो गरिसकेपछि सधैँ थोरै बनाउन पर्दैन। यो सबै मिक्स गरेर मजाले भुटेर अनि मिक्सरमा ग्राइन्ड गर्छु सेलाएपछि। अनि गरेर राखिसकेपछि यसरी बनाउँदा हतार भएको बेलामा सजिलो हुन्छ। यसरी राखिसकेपछि यसलाई मजाले मिक्स गर्दै सबै मिक्स गरिसकेपछि हातले धेरै त्यसरी मोल्न पनि पर्दैन। तर मलाई चाहिँ स्पेशली अब त्यो हातैले नै मोलेको मन पर्छ। अब कसैले स्पुनले पनि मिक्स गर्नुहुन्छ, तर मलाई चाहिँ हातले मोलेको चाहिँ एकदम मिठो लाग्छ, राम्रो लाग्छ देख्दाखेरि। अब हजुरहरुलाई कस्तो लाग्छ? अब यसमा चाहिँ मैले अलिकति थोरै बेसार एड गरे, हेर्नु त आवश्यकता अनुसार। सबै चीज राखिसकेपछि उता प्यानमा मैले तेल तताउँदै छु। बेसार राखिसकेपछि साइडमा अनि ग्यासमा चाहिँ मैले प्यान बसालेर तेल तताउँदै छु। अब मैले चाहिँ खासमा तेलमा के पुराएर झान्नी भनेर देखाउन गइरहेको छु। हजुरहरु पनि यसै गरेर ट्राई गर्न, यति मिठो हुन्छ।
तेल यता प्यानमा राख्दैछु। मजाले यो ग्यास फुल गरेर तेल मजाले बाफ हुने गरेर तातिसकेपछि चाहिँ मैले यसमा 5 फुरन फुराउँछु। हेर्नु, अब हजुरहरूले यो अचारको क्वान्टिटी अनुसार धेरै पनि गराउन सक्नुहुन्छ। मैले चाहिँ त्यो स्पुनको आधा, अनि यो चाहिँ ज्वानो हो। त्यो रातो भइसके 5 फुरन भइसकेपछि ज्वानो एड गरेँ। ज्वानो एड गरिसकेपछि लगत्तै फेरि मैले यो सुकेको खुर्सानी पनि एड गरेँ। यो चाहिँ छोप हो। के को छोप हो भन्दाखेरिमा टेमरको। अनि त्यसपछि यसलाई चाहिँ मैले झानिदिएँ। झानिसकेपछि चाहिँ एकछिन यसैले चलाएर यतिकै छोडिदिन्छु, अलि सेलाउन दिन्छु। सेलाउन दिइसकेपछि फेरि यसलाई चाहिँ हल्लाएर नै मिक्स गर्छु के। अनि त्यसपछि चाहिँ अब मैले यसलाई मजाले हातैले नै मिक्स गरेर मोल्छु। यतिको गरिसकेपछि चाहिँ अब लास्टमा चाहिँ मलाई हातैले मोलेको मनपर्छ। अब हातले चाहिँ मजाले मोल्छु। अनि चाहिँ यो खानाका लागि रेडी हुन्छ। हजुरहरूले पनि यसै गरेर ट्राई गर्नु होला। मेरो भिडियो हेरेर साथ सपोर्ट दिनु होला। अनि आजको लागि चाहिँ मैले धेरै लङ भिडियो ल्याएको छैन, यति नै भिडियो छ। यसरी मिक्स गरेर मजाले यसलाई चाहिँ ठिक्कको यसलाई अटाउने साइजको बाउलमा राख्छु र सर्भ गर्छु। यति मिठो हुन्छ, यति मिठो हुन्छ। हजुरहरूले पनि पक्कै पनि ट्राई गर्नु होला। अनि यसमा कमेन्ट गर्नु होला मेरो भिडियोमा। आजको लागि चाहिँ यति नै भन्न चाहन्छु। हेर्नु त यस्तो भयो, देखिएको छैन त मिठो। हेर्नु यतिको भयो। आजलाई चाहिँ यति साथीहरू, बाई बाई।